धेरै धेरै धन्यवाद। माननीय आदरणीय सभापतिज्यू, सम्मानित राज्य व्यवस्था समितिका मान्य सदस्य साथीहरू, नेपाल सरकार गृह मन्त्रालयका राष्ट्रिय सेवक पदाधिकारी साथीहरू, सचिवालयका साथीहरू, पत्रकार साथीहरू, म सबैभन्दा पहिला मान्य सभापतिजी मार्फत सम्मानित समितिका सम्पूर्ण सदस्यहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। विषयवस्तुमा जसरी गम्भीरतापूर्वक सटीक र गम्भीर चिन्ता, चासो र प्रश्नहरू राख्नुभयो, यसले मलाई विषयवस्तुलाई सहजीकरण गर्न, सरकारको स्थितिलाई प्रष्ट पार्न मलाई ठुलो मद्दत पुगेको छ। त्यसकारण तपाईँहरूले राख्नुभएका प्रत्येक कुरालाई स्वागत गर्दै म धन्यवाद भन्न चाहन्छु। पछिल्लो समयमा माननीय आदरणीय नेता माननीय पूर्णबहादुर खड्काज्यूले विषयवस्तुलाई झन विषय केन्द्रित र साँगुरो बनाउनु भएको छ, जसले हामीलाई छलफललाई केन्द्रीकृत गर्नका निमित्त सहयोग पुग्नेछ भन्ने मैले विश्वास गरेको छु। सरकारले नेपाल नागरिकता ऐन 2063लाई संशोधन गर्नका लागि विधेयक प्रस्तुत गरेको छ। यो नेपाल नागरिकता ऐन 2063 मा दोस्रो संशोधन र म के आग्रह गर्न चाहन्छु भने मैले यो सरकार गठन भएको 11 महिना पुग्न लागेको छ। मैले गृहमन्त्रीको जिम्मेवारी लिएको 11 महिना पुगेको छ र यो पछिल्लो 11 महिनामा मैले गृह मन्त्रालयमा नीतिगत, कानुनी, संरचनागत सुधार गर्ने क्रममा विषयवस्तुहरूलाई खोजी गर्दै जाँदा तमाम विषयवस्तुहरू भेटिएका छन्। ती विषयहरूलाई सुधार गर्ने क्रममा हामी अगाडि बढिराखेका छौँ। त्यसमध्येको एउटा विषय यो नागरिकताको विषय। त्यसो भएको हुनाले यो जिम्मेवारीमा आइसकेपछि गृह मन्त्रालयले यसलाई विशेष महत्त्व दिएर हामीले यो विधेयकलाई संशोधन गर्नका लागि दोस्रो संशोधन प्रस्तुत गरेका छौँ। म यो संशोधनको औचित्य के हो, अर्थ के हो, सान्दर्भिकता के हो त्यसमा प्रवेश गर्नुभन्दा पहिला सम्मानित समितिमा यो विषयमा छलफल हुँदा 3वटा विषयहरू उठेका छन्। एउटा विषय यही नेपाली नागरिकता ऐन 2063 मा जुन दोस्रो संशोधनको विषय प्रस्तुत भएको छ, यो विषयका जति पनि संशोधन छन् ती संशोधन सरकारबाट प्रस्तावित संशोधन माथि मान्यजीहरूले संशोधन राख्नु भएको छ। संशोधन नराख्ने समितिका मान्य साथीहरूले त्यसमा जिज्ञासा राख्नु भएको छ। एउटा विषय त्योसँग सम्बन्धित छ। त्यसैमा केन्द्रित भएर यो विधेयकलाई हामी निष्कर्षमा पुर्याउनु